साथीहरु हामीले हिजोसम्म चाहिँ द मिलियनेयर अफ फास्ट लेन भन्ने बुक चाहिँ पढिरहेको थियौं है। त्यहाँ हामीले चाहिँ कसरी छिटो धनी बन्न सकिन्छ या कसरी छिटो धनी बन्ने हाम्रो फास्ट वे के हो भन्ने कुरा चाहिँ त्यहाँबाट हामीले सिक्यौं। र आजबाट चाहिँ हामीले एउटा नयाँ बुक चाहिँ स्टार्ट गर्न लागेको छौं। डाले कार्लेजियो भन्ने छ, नाम पनि यति अप्ठ्यारो छ, बरु काले दाइ भन्दा भए हामीलाई सजिलो हुन्थ्यो हैन। त्यो चाहिँ यो बुक इनको प्रसिद्ध बुक चाहिँ के छ भने हाउ टु विन फ्रेन्ड्स एन्ड इन्फ्लुएन्स पिपल भन्ने छ हैन। कसरी साथीभाइलाई र पिपलहरुलाई या जनतालाई चाहिँ आफूतिर चाहिँ एट्र्याक्सन गर्न सकिन्छ, कसरी आफूतिर प्रभाव पार्ने भन्ने कुरा चाहिँ यहाँ सिकाएका छन् उनले। चाहिँ कसरी साथीसँग बोल्ने, कसरी साथीहरुलाई प्रभाव पार्ने, कस्तो कुरा भयो भने चाहिँ हामी सम्बन्ध टाढा बनाउँदै गइन्छ, सम्बन्ध नराम्रो बन्दै जान्छ भन्ने कुरा चाहिँ सिकाएका छन्। आशा गर्छु यो बुक पढिसकेपछि मलाई मात्र हैन तपाईहरुलाई पनि एकदम राम्रो नलेज मिल्नेछ। कसरी साथीभाइसँग बोल्ने, कसरी घुलमिल हुने समाजमा, मान्छेहरुसँग पब्लिकसँग कसरी फेस गर्ने भन्ने कुरा चाहिँ यो बुकले चाहिँ हामीलाई सिकाउने छ भन्ने आशा गर्छु। यो बुकको चाहिँ पहिलो च्याप्टर हैन, फर्स्ट च्याप्टरमा चाहिँ डाले कार्लेजीले चाहिँ के भनेका छन् भने हैन, अबदेखि मैले डाले मात्र भन्छु है, कार्लेजी चाहिँ भन्दिन हैन, डाले मात्र भन्छु सजिलो होस्। यो डालेले चाहिँ के भनेका छन् भने यो बुकमा चाहिँ कुनै पनि व्यक्तिलाई चाहिँ प्रभाव पार्नको लागि या उ गर्नको लागि उसको आलोचना चाहिँ नगर्ने। किनकि मान्छेले जहिले पनि आफूलाई चाहिँ म सही छु, म ठीक छु भनेर सोच्छ हैन। तपाईले चाहिँ उसको आलोचना गर्दिनु भने उ आफ्नो प्रतिरक्षा गर्न उत्रिन्छ, यानी कि उ रक्षात्मक अवस्थामा उत्रिन्छ, उले आफ्नो रक्षा गर्न थाल्छ। रक्षा गर्न थाल्दाखेरि तपाईले बोलेको आलोचना गरेको कुराको एन्टी भएर त्यो चाहिँ प्रेजेन्ट हुनुपर्ने हुन्छ, जसले गर्दा तपाईहरु बीच कुरा मिल्दैन। त्यही भएर उसको आलोचना नगर्ने, बरु तपाईले यो ठाउँमा यो गरे हुन्थ्यो भनेर त्यो तरिकाले चाहिँ उसको कुराहरुलाई चाहिँ भन्ने भनेर चाहिँ यो बुकमा चाहिँ भनेको छ। उले चाहिँ आलोचना गर्नतिर लाग्यो भने या उले आफ्नो प्रतिरक्षा गर्नतिर लाग्यो भने तपाई त्यो व्यक्ति चाहिँ तपाईसँग टाढा हुँदै जान्छ, तपाईसँग कुरा मिल्न छोड्छ, तपाईसँग नजिक हुन छोड्छ त्यो व्यक्ति। त्यसैले त्यो व्यक्ति चाहिँ आलोचना चाहिँ नगर्ने, त्यो व्यक्तिले का बरु हरेक उस व्यक्तिमा भएका राम्रा कुराहरुको चाहिँ खोज्ने, ती राम्रा कुराहरुको बारेमा भन्ने त्यो व्यक्तिलाई हैन, उसको राम्रा कुराको मात्र तारिफ गर्ने हैन, उसको नराम्रो पक्षहरु चाहिँ सकेसम्म ननिकाल्ने भन्ने चाहिँ त्यो कुरा चाहिँ गरेका छन् यो युनिटमा चाहिँ उनले है त। थ्यांक यू।